हे एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। धेरै पछाडि मैले चाहिँ आज भिडियो लिएर आउँदैछु, त्यो पनि मुकबाङ। अनि मसँग चाहिँ हुनुहुन्छ पुष्पा मिस अनि यता निशिता मिस। हामी तीनजना चाहिँ आज मुकबाङ गर्न लागेको छ। हाम्रो खानेकुरा चाहिँ त्यस्तो धेरै छैन, हामी ड्युटीबाट भर्खर आएको अनि हामीसँग टाइम पनि थोरै थियो, त्यही भएर हामीसँग जे चाँडो बनाउन सक्छौँ त्यो हामीले रेडी गरेको छ। हामीलाई भोक पनि लागिरहेछ। अब हामी धेरै नबोलिकन खान्छौँ। यो टिस्यु झन्डै मैले लेसरीमा गर्नु होला। यो तपाईँलाई थ्याङ्क यू। यो मेरो कहाँ राखौँ, मैले राख्छु भुइँमा, तपाईँ त्यहाँ। अनि हामीसँग चाहिँ यो मार्केस बिस्किट छ, यो चाहिँ क्विक्स, अनि आलु चिप्स, यहाँ ब्रेड पनि छ, अनि हामीसँग भक्का अन्डा। अनि भक्का चाहिँ मेरो यो 2082 सालको चाहिँ फर्स्ट टाइम हो, मैले खाना नै भ्याएको थिएन। ल हामी सुरु गरिदिउँ। भक्का सैलुङको अगाडि, सैलुङ स्टोर अगाडि सुरु भक्काबाटै गर्नु पर्यो मजा। त्यो त लास्टमा खानु। म थाहा छ के भन्नु, कुद्दै वाला च्यालेन्ज गर्नु पर्थ्यो कि भन। त्यो त दिउँसो बाबु, राति त हुँदैन होला। नो चियर्स। चियर्स। मैले त खाएको छैन। त्यस्तो लागेको छ नि भक्का बिचरा। कुन रे? अच्छा उयो चाउचाउ क्विक्स कस्तो छ? यस, करेन्ट भन्दा मिठो हुन्छ। टुप्याम भन्दा टुप्याम त लास्टै झुर कहिले पो खाएको हामीले टुप्याम? खान्छु मैले। कति नमिठो टुप्याम त म त खाँदिनँ होला अब त जिन्दगीमा। हामीले टुप्याम नखानुहोस् भन्नु खोजेको छैन है, हाम्रो पर्सनल थट्स मात्रै हो। ए ला माफ गरिदिनु होला, मोमो याद आयो मलाई। मलाई चाहिँ यो क्विक्स भन्दा पनि नि डेभिल्स मिठो लाग्छ। खानु भएको छैन होला डेभिल्स? एकचोटि ट्राई गर्नु, मिठो ल। म त्यति टाढो पुगेको थिएँ, म नजिकै छु। म चाहिँ जङ्क फुडमा सबैभन्दा धेरै खाने भनेको चाहिँ नुडल्स हो क्या। अरू त्यस्तो धेरै जङ्क फुडहरू खाँदिनँ। खाने भनेको मेरो चाहिँ नुडल्स नै हो। कस्तो मिठो क्या यो। च्याक गर्दै खान्छ हामी पनि, आउँछ कि त्यो भिडियो क्या। त्यो त माइक यहाँ छ भने मात्रै सुनिन्छ हो। उयो मोबाइलको माइकले पनि तान्छ नि पहिला। चिसो भइसक्यो है तर। पाइल गर्दा गर्दा सिलाएर मलाई कोकाले पठाएको कस्तो मिठो है। भोकको मिठो होला हौ, भोक लाग्यो होला है। आक्को खानै सक्दैन। हिमाल जस्तो डल्ला परिसक्यो त यो त। अरू के थप्नु पर्थ्यो नि है। मिको मम्मी ससेज मन पराउनु, भेज ससेज भयो। भेज ससेज टोफु जस्तै होइन? मिठो हुँदैन होला। मलाई त मिठो लागेन। मिठो भन्दा बाद मिठो आयो। सुमितले मिठो लाग्यो क्या त है। तपाईँले पनि चकाउनु भएको नि, यहीँ खाएको नि। मैले पनि नपरेको। सुमी मिस भन्नुभयो, सुस्मी मिस भन्नुभयो तपाईँले? सुमी थापा। थापा मिस। सुमी थापा त तपाईँ चिन्नु भएकै छैन होला उहाँको नाम त। कर्ली कर्ली कपाल हुन्छ नि। ए अन्त अस्ति पैसा काटेर अनि मैले बिल पठाइदिएको के त फोटो खिचेर। ए मिसको कुरा गर्यो। तपाईँलाई बाडुली लाग्दैछ कि छैन? कसले? ए सुमितलाई कहाँको भक्का रे यो? सैलुङ अगाडि हौ। कहाँको छैन अरे? सैलुङ स्टोर हौ। सैलुङ होइन हौ, नेगी। ए नेगी स्टोर। कहाँबाट सैलुङ मुखमा आएको? म जानु भनेको छु नि। ए कहाँको सैलुङ स्टोर? सैलुङ स्टोर त भान्चोक यता पो छ त साँच्ची त। ए
तपाईँ सहिलो हुनु मैले दिमागमा नेरी आएको छ अनि अलिकति नेरीमा लुकेको ठिकै भएछ बाटो त्यही त पर्थ्यो त्यही भएर मेरो दिमागमा त्यही आयो क्या त्यो सहिलो हो र नेरी त हौ हामीले कपाल कलर घन्टा घर यतापट्टि सहिलो हो र तल्लोपट्टि छ नि कामनाको साइडमा तर त्यसको नाम सहिलो हो सहिलो स्टोर त हो त त्यो कुखुराहरू बेच्छ नि त्यसको छेउ कस्तो मिठो भएको हौ के खानु अब खाँदै छैन सकेपछि के खानु भन्ने क्या यहाँ खानु डेजर्ट फेन्टा ल्याउने आइडिया कसको मेरो मलाई अरू मन पर्दैन त्यही भएर होइन क्या दामी हुन्छ कोक्लाको भए कोक्ला अगाइन्थ्यो अनि योहरू सबै डुम्म हुन्छ नि त ग्यास भएर क्या मलाई चाहिँ यही मात्रै मन पर्ने अगाएको अड्क्यो हौ कस्तो कस्तो भयो अटस पटस भयो हावा बढ्यो होला नि पेटमा बिहानै खाएको चाउमिन दिउँसो खाएको थुक्पा बिहान चाहिँ कहाँ बाहिर अनि दिउँसो खाएको थुक्पा भित्र जुत्दै होला ठुलो बाहिर खानु बाहिर अरू बेला भात खानुहुन्थ्यो र बेलुका खान्छु नि अन्त आज म पुलाउ बनाउनु पर्यो अनि आलुदम बनाउनु पर्यो अनि हामीले याङदारुको सेक पलेर आउनु पर्यो सोचिरहेको थिएँ नि अचारहरू बनाएर सोचिरहेको थिएँ एउटा 5:30 भयो एउटा अजिब मान्छे चाहिँ पुसामिस हो क्या कोही बिहान मजाले खाना खान्छ होइन बेलुका अलिअलि चारपचिप खायो सुत्यो बिहान एउटा खाना खानु होइन अनि बेलुका चाहिँ थरी थरी पकाएर हो फेरि म त बेलुका चारपचिप खायो भने त 1 बजे उठेर फेरि भात पकाएर खान्छु म त सक्दिनँ त्यो राउरा हुन्छ क्या दिनभरि गलेको हुन्छ बिहान त उठ्ने बित्तिकै के खानु म त भोकै सुते पनि राति त बिर्सिदिनँ सुतेपछि सुते बिहान उठ्दा चाहिँ पुरो रिङ्गर गरिरहेको हुन्छ म त 12 बजे 1 बजे भएन उठेर खान्छु हे भगवान् हो यो चाहिँ भाइरल बिस्किट माल्किस्ट यो चाहिँ के यो चाहिँ भाइरल होइन कुन पोटाटो चिप्स हो श्रेष्ठ दाजुको हो होइन होइन अर्को थियो नाम के थियो मैले हिजो कच्चा अम्बा के अरे त्यो चक्लेट त्यो चपाएर सुतेको यहाँ दाँत कुरिएर फेरि स्कुल गएको मिसले फेरि अमला दिएको चपाइदिएको कुरिएर दाँत कच्चा आम कच्चा आम बारे त्यसले पनि दाँत कुरेको भनेपछि त दाँत कमजोर छ अब त्यो त सिधै हो अब त्यो धेरै सफा गरेको भयो नि त त्यही भएर दाँतको इनामल गयो होला त कति छिटो खाएको मैले मैले मात्रै मिठो आएको म सबै खाँदैछु केही पनि खाइदिनु भयो अलि भक्का सिधाइसक्यो अन्डा अलिकति मात्रै बाँकी छ यो पनि खाइसक्यो यो पनि चौचो बाई सब खाइसक्यो खानुहुँदैछ तपाईँ यो त पहिला मलाई खुब मनपर्ने हो मनपर्छ मलाई बेकरी आइटम सबै मनपर्छ के भएको मिठो लाग्छ मन नपर्ने भनेको चाहिँ पिठो मात्रै होला होइन पिठो काँचो त पिठो त मिठो हुन्छ फ्रेस रहेछ यो पनि तपाईँले कुन एरियामा सपिङ गर्नु सब्जी मन्डी निस्ताले
मैले कलेज रोड सब्जी मन्डी अनि तल तपाईँले मैले कलेज रोड सीता मात्रै मिल्छ होला मेरो होइन हामी त चला पिरोले पिरो त भएको छैन म मिठो लाग्यो म पिरो भएको छ चाउँछु यिनीहरू म लास्टमा खान्छु पिरो र गुलियो र कम्बिनेसन त्यहाँ हामी पिरो खाने नि त्यहाँ पिरो हाम्रो भिडियो हेर्नेहरूले पछि उनीहरूलाई फिक्स फुड पोइजन हुन्छ हाम्रो पाचन प्रणाली एकदम गुड छ मैले यो बिचमा क्रिम भएको होइन कस्तो उकाएर हेर्नु हौ अनि कस्तो मोडर्न क्रिम रहेछ क्या पहिलाकोमा चाहिँ यस्तो बिचमा मात्रै गोलो क्रिमहरू यस्तो टाँस्दिएको हुन्थ्यो नि त आँखा भएको जेन्जीले बनाएको मैले अन्डा मेरो मात्रै भएको थियो अन्डा त अगाडि अगाडि खाएन भने भरे अगाएपछि नखानु सक्दैन नि काटीमा अड्किन्छ त्यही भएर अगाडि अगाडि खाने म घुच्चुकमा हानिदिन्छु एक मुर्की डल्लै निस्कने के गर्नु रानी एकतिर सेतो एकतिर फेरि वाक्क खाने आफ्नो भाग छोड्नु हुँदैन भनेर फेरि मुखबाट निस्केर भयो अगाउँदै गयो कि अब त नुन चर्को पो लाग्नु थाल्यो अहिले एकछिनमा चाउचाउ फेरि खुङ्री आएको देख्नुहुन्छ है कस्तो बटाली आएको चाउचाउ रहेछ भन्दा यहाँ सकिने बित्तिकै गिफ्ट गरिहाल्नु छ यो पछाडि चाहिँ हाम्रो गिफ्ट एक्सचेन्ज गर्ने प्लान छ पहिला कलरफुल गिफ्ट होइन छ तर मैले भेटेँ कि भेटिनँ त्यतिवटा पनि थाहा छैन मैले कति मिहिनेत गर्दै खोजेको पो लाग्यो मैले राइट लगाऊँ कि भन्छु है कताको बजार बजार राइट लगाएर हिँड्छ म त लाएँ यो किने गर्दै अनि एडिट पनि गरी 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 भनेर यस्तो गरी गरी अन्त मैले नि त खोजेको होइन भेटिनँ क्या आफै पठाउने अनि त्यसपछि आफै नभेट्नु यो कहाँ यस्तो टिक्लाउने भेटिनँ बजारमा यत्रो झोला बोकिरहेको छु एकपट्टि काँधमा अनि एकपट्टि बास्केट बोकिरहेको छु फोन आउँछ त्यति बेला पुष्पा मिस भन्ने त्यो म चलाएँ है म त मेरो म्याट्रेस थियो नि चिसो निस्क्यो यार तर त्यही अघि बाटी झ्याल थुनेको यो मेरो म्याट्रेस अनि त्यहाँबाट ल्याउनु त्यहाँ लग्यो भनेर सुनाएको अप्ठ्यारो चिसो हावा पर्छ नि त्यहाँबाट अब दुईजनालाई लक्लकी जाडो भएको छ मलाई हपहपी गर्मी भएको छ लुगा त्यस्तै देखिरहेको छ खाना अघि चाबी खोज्दा गर्मी भएर पो त फेरि आमै छैन त अब इट्टा सम्झिन्छु ढुङ्गा सम्झिन्छु ढुवाक्का हानौँ कि डङ 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 हानौँ कि सम्झिन्छु त्यही रहेछ बुक मैले त्यो फोनमा ढुङ्गा एउटा फोटो डाइममा ताला बजाइदिनु हामी अस्ति ह्याक्सोले काट्दा नभएको नि आज पो काटेको छु नि त आज स्कुलबाट मागिकन ल्याएर कहाँ
फेरि गएर स्कुल गएर लिएर आएको अगाडि हरायो भने थियो मिसलाई अँ अनि त्यसपछि हराएन घरभित्र छोडेर के पो ए स्कुटीको चाबी चाहिँ भित्र अनि त्यसपछि डिक्कीमा चाहिँ बन्द भएको सबै स्कुटीको डिक्कीमा बन्द भएको नि घरको चाबी झोलाइ भरे त्यो मोबाइलको रेडिएसनले गर्दा बन्द भएछ क्या अनि त्यो पछाडिको ढोकाबाट यसो गरेको त उयो के भन्छ स्टोर रुममा आएको थियो अनि होइन नि कमल सरलाई मैले सोधेँ स्टाफ रुममा ए स्टोर रुममा भनेपछि स्टाफ रुम भनेको दिमागमा चाहिँ स्टाफ रुममै थियो तर स्टोर कहाँ रुममा आयो मैले पो मागेको त कमलसरलाई डराइ गएको हुन्छ भन्नुभयो ला सर हेर्नुहुन्छ भने सरी है जिस्काएको होइन हेर्नु न होइन अरूले त हेर्छ नि त मैले त्यसरी कति मजाले हाँसेर हुन्छ भन्नुभयो क्या मेरो आएँ कमल सर त्यस्तै हो त जसले उहाँ हाँसिलो खुसिलो मान्छे गाली पनि हाँसेरै गर्नुहुन्छ र तर पनि उहाँसँग चाहिँ डर लाग्छ सबैजना डराउँछ हो त अनि धेरै नडर्ने मान्छेसँग डराउँछ नि एकचोटि बोलेपछि फेरि तिक्कै बोली पठाउनु न जस्तो हुन्छ क्या सम्झाउने तरिका पनि हाँसेरै भन्ने तरिका पनि गल्ती त्यसरी भए पनि गल्ती देखाउने तरिका पनि र पनि डर लाग्छ कस्तो डर लाग्छ अब पेटसम्म बनाउनु पर्छ यहाँ चुली भएको छ यस्तो यस्तो लिनुपर्छ स्टेसन गर्नुपर्छ के म फर्स्ट भएँ ल म दाइ चाहिँ अब गएर ओछ्यानमा बसौँ ल चिसो भयो हे मलाई चिसो भयो एक्सचेन्ज ज्याकेट लाउनु होइन ढाडमा चिसो भएको होइन माथि पात भएर उयो राख्नुपर्छ अनि ओभर भए कति कम्ती भन्दै थियो त सबैले ल्याउनु पर्थ्यो अरे यो खानै सब भए एकछिन यता सम्म पार्छु टिस्टा त राति भोक लाग्छ नि फेरि भरे राति मलाई भोक लाग्नु त दुईजनालाई फोन एक गरेर साथी त अगै पो राखेको के तान्नु आँट्यो उठ्नुपर्छ त बिसको प्रब्लम चाहिँ के सुत्नु र उठ्नु चाहिँ म त फोन गरेर म फोन गरेर उठाइदिन्छु सबलाई सुस्मिता मिसलाई भनेको मेरो त मोबाइल साइलेन्ट भइरहेको छ उनी बज्दैन जतिसुकै फोन गर्नु म त उठिसकेँ छ बजे नयाँ मोबाइल खोजेको होला। त्यति बेला भएको अनम्यारिड हो है सुते 8 बजे उठाए पनि छिटो हामी चाहिँ उल्लु हो नि त फेरि राति म 2 बजे पनि बसिदिन्छु राति त जतिसम्म भयो नि बस्दा बस्दै तपाईँ त निदा लाग्यो एकछिनमा निदाउँछ है ओछ्यानमा लड्यो भने चाहिँ म निदाइ जान्छु नि फेरि गोछ्यानमै खालो के अनि त्यसपछि मान्छे त निदाइसकेको हुन्छ अनि त्यो निदाउँदै गरेको मान्छेलाई के गफ गर्नु इन्ट्रेस्टै हुँदैन भन्दा पनि म निदाइ जान्छु उल्लु जस्तो पट्लाक आँखा पल्टायो मोबाइल हेरो अस्ति हामी गएको सुरुमा चरीकोट उस क्या छिटो निदाउनु भएको थियो चरीकोटमा पनि हो ए हो त नि तपाईँ त म पो चलाउँदै हुन्थ्यो चलाउँदा चलाउँदा यस्तो नि भयो पनि सबैभन्दा ढिलो पुग्छ त्यसो म त ढिलो ढिलो जिरी जस्तै इन्जोय चाहिँ खतरा इन्जोय गरेर जिरीमा ए तपाईँहरू त स्केट खेल्नु गयो नि त लभ कम्बिनेसन जिरीको जिरी चरीकोटमा पनि मजा आएको थियो टिकटक बनाउँदा क्या तर चरीकोटमा चाहिँ के भयो भने हामी अलिक ढिलो पुग्यौँ नि त अनि खाना खाएर माथि क्याम्प फायरहरू गर्दाखेरि अलिकति टाइम त्यहीँ गयो हामी रुममा आउँदाखेरि अलिक ढिलै भइसकेको थियो हामीसँग इन्जोय गर्ने टाइम लामो थिएन नि त अनि जिरीमा त रातभरि बस्ने भनेर गाडीमा सुत्दै आएको अनि खाना पनि छिटै खायो अनि जिरीमा चाहिँ चरीकोटको जस्तो रुम हुनुपर्छ क्या ठिकै छ सकिसक्यो सुनिल सरलाई पनि क्यामेराम्यान बनाइहाल्यौँ तपाईँलाई सम्झिरहेको छु है सर
त्यस्तै हो सर, खाइसकेर सम्झिन्छन्। अब त त्यो पनि च्याकच्याक खालको आलु लाग्ने खाँदैन। कस्तो मिठो छ झर्नु चाहिँ है, तर यस्तो पेडा खान्छ। ती बिस्कुटले मलाई सराप छ होला खान्छु। मैले बिस्कुट खाएको पनि छुइनँ त्यो। मैले सबै एकैचोटि खानुपर्छ अनि सब खाइन्छ। फर्स्ट पो त, म पो फर्स्ट हो त। मैले थपिसकेँ। ए अघि त्यसो भन्नुभएको भए म अघि पैसा यस्तो आफ्नो आफ्नो कोठा हुँदो रहेछ है। मिलाउनु कस्तो मन लाग्छ। खाएको 2टा मात्रै हो। मैले एउटा मिसले एउटा, तपाईँले खानु भएन अनि कहाँ त हुन्छ। खुट्टा निदायो। हाम्रो फुड ब्लगिङ चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ हाम्रो अर्ग्यानिक ब्लग। नुडल भ्लगिङ Stay हो यो। tuned.